आज म यो टमाटरको के बनाउँदैछु साथीहरू, भिडियो अन्तिमसम्म हेर्नुहोला है त। सिजन भएको बेला मैले जहिले नै यसरी नै स्टोर गरेर राख्छु अचार बनाएर। अनि यसलाई पखालेर मैले यसमा भएको सबै पानीहरू पुछेर अनि यसलाई सानो सानो टुक्रामा मैले काट्छु। अनि डल्ले खुर्सानी पनि मैले काटिसकेको छु हरियो। अनि त्यो बच्चाहरूले पनि यसको अचार खान्छ, त्यही भएर मैले धेरै खुर्सानी हालेको छैन। अनि मैले थोरै खुर्सानी हालेको छु। अनि अर्को भाँडामा मैले तेल तताउनलाई पनि राखिसकेँ। अनि त्यसमा थोरै मेथी, थोरै जिरा फुराएँ। अनि हरियो मटर पनि एकछिन त्यसमै हालेर भुटेँ। अनि अघि काटेर राखेको गोलभेडा अनि डल्ले खुर्सानीलाई पनि त्यसमै हालेँ, स्वादअनुसार नुन हालेर। अब यसलाई मिडियम टु लो हिटमा करिब 6-7 मिनट जति पकाउने। यसलाई छोपेर यसलाई चलाउँदै पकाउँदै गर्नुपर्छ है साथीहरू। यो सिजन भएको बेला टमाटरलाई यसरी स्टोर गरेर पनि लामो समयसम्म खान सकिन्छ राखेर। त्यही भएर अघि कति धेरै थियो, कति थोरै भयो है साथीहरू। यसमा भएको सबै पानीहरू सुकाउनु पर्छ। यसमा पानी रह्यो भने यो ढुसी लाग्छ, त्यही भएर यसमा पानी हुनु हुँदैन। गोलभेडाबाट निस्केको पानी सबै सुकाउनु पर्छ। यसलाई चलाउँदै पकाउने। यसलाई चलाएन भने तल डढ्छ, त्यही भएर चलाउँदै पकाउने। सानो ग्यासमा पकाउनु पर्छ। यसलाई चलाउँदै पकाउने। अब करिब करिब यो पाकेर तयार भइसकेको छ। अनि मैले सिसाको बट्टामा यसलाई सेलाएर राख्छु। यो पाकेर तयार भइसक्यो। मसँग सिसाको बट्टा ठुलो थिएन, त्यही भएर सानो सानो दुईवटा सिसाको बट्टा छ। अनि त्यही सिसाको बट्टामा राखेर यसलाई स्टोर गर्छु। अनि जाँगर नलागेको बेला अनि हतार भएको बेला यसलाई मजाले खान सकिन्छ, थोरै थोरै निकालेर। अनि रोटीसँग अनि खानासँग, बच्चाहरूको टिफिनको लागि पनि तपाईँहरूले दिन सक्नुहुन्छ। अनि एकदमै मिठो हुन्छ। तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।